नमस्ते। म यो कविता चाहिँ चर्चित एउटा चौतारी साप्ताहिक चौतारी समूह भन्ने छ। यो साहित्यिक समूह, यो निकै ठुलो समूह पनि छ। यो दार्जिलिङको चर्चित चौतारी समूह हो। यसमा धेरै राम्रा राम्रा गीत, कविता, के अरे समीक्षाहरू प्रकाशित भइराखेका हुन्छन्। यसको मूलत प्रमुख एडमिन चाहिँ राजेन तामाङजी हुनुहुन्छ। उहाँका समीक्षाहरू, कविताहरू पनि निकै राम्रा राम्रा प्रकाशित भएका छन् यसमा। र मेरो यो ढाँट्यो ढाँट्यो भन्ने कविताको पनि उहाँले राम्रो समीक्षा गर्नुभएको छ। उहाँलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। यति भन्दै म अब कविता सुरु गर्न गइराखेका छु। कविता यस प्रकार रहेको छ। ढाँट्यो ढाँट्यो भ्रष्टाचारीले समाजलाई ढाँट्यो। ढाँट्यो ढाँट्यो भ्रष्टाचारीले समाजलाई ढाँट्यो। उसले जाने सुनेको सबै देवी देउताको कसम खाँदै ढाँट्यो। सबै देवी देउताको कसम खाँदै ढाँट्यो। न्यायालयलाई ढाँट्यो। भ्रष्टाचार गरेको छैन भनी पतपति कसम खाँदै आफैलाई पनि शतचूर्ण ढाँट्यो। ढाँट्यो ढाँट्यो भ्रष्टाचारीले ढाँट्नुसम्म ढाँट्यो। ढाँट्यो ढाँट्यो भ्रष्टाचारीले ढाँट्नुसम्म ढाँट्यो। छोराको कसम खायो, छोरीको कसम खायो, नाति नातिनाको कसम खायो, बाउ आमाको कसम खायो, चोखिने दाउमा भागवत गीताको कसम खायो। हिमाल पहाड र तराईको भक्कु चुर कसम खायो। हिमाल पहाड तराईको भक्कु चुर कसम खायो। ढाँट्यो ढाँट्यो खुङ्खार भ्रष्टाचारीले ढाँट्यो। मातृभूमिलाई ढाँट्यो, जनतालाई ढाँट्यो, सारा संसारलाई ढाँट्यो। सारा संसारलाई ढाँट्यो। उसको फिस्टे आर्थिक हैसियत बढेर अहिले अरबपतिमा पुग्यो। विदेशी ऋणको बोझले जनताको तालु भासियो। उसको फिस्टे हैसियत बढेर अहिले अरबपतिमा पुग्यो। विदेशी ऋणको बोझले जनताको तालु भासियो। जनताको तालु भासियो। चुप लागेर बस्नुहुन्न, असन्तुष्टि बोकेर मात्र हुन्न। यस्तो भ्रष्टाचारीलाई, यस्तो देशद्रोहीलाई, यो महाअपराधीलाई कस्तो कस्तो सजाय गर्नुपर्छ। जनता जनार्दन आफैले घोषणा गर्ने बेला भयो। जनता आफैले घोषणा गर्ने बेला भयो। जागरुक नेपाली समाजले अघि सर्ने बेला भयो। जागरुक नेपाली समाजले अघि सर्ने बेला भयो। नागरिक समाज स्वयंले फैसला गर्ने बेला भयो। नागरिक समाज स्वयंले फैसला गर्ने बेला आयो। ठग्यो ठग्यो भ्रष्टाचारीले सिङ्गो मुलुकलाई ठग्यो। मार्च 22, 2023 जय कार्की। यो कविताको चाहिँ राजेन तामाङजीले साह्रै घतलाग्दो ढङ्गले यसको गर्नुभएको छ, समीक्षा गर्नुभएको छ। म त्यो समीक्षा पनि पस्किन चाहन्छु। यो समीक्षाले नै यो कवितालाई उज्यालो बनाएको छ भन्न पनि म चाहन्छु। राजेन तामाङजी यसो भन्नुहुन्छ। ढाँट्यो शीर्षक कविता भ्रष्टाचार र त्यसका दुष्परिणाममाथि प्रहार गर्ने एउटा सशक्त र आक्रोशपूर्ण अभिव्यक्ति हो। यस कविताले वर्तमान नेपाल देशका प्रशासनिक गठबन्धनमा व्याप्त भ्रष्टाचारको भयावह चित्र प्रस्तुत गर्दै त्यसबाट जनतामा उत्पन्न भएको चरम निराशा र आक्रोशलाई मुखरित गरेको छ। ती तीव्र आक्रोश र निराशा यस्ता छन्। कविताको शीर्षक ढाँट्योले नै यसको मूल भावलाई स्पष्ट पारेको छ। भ्रष्टाचारको पराकाष्ठले जनतामा बढेको आक्रोश र निराशालाई कविले बारम्बार ढाँट्यो ढाँट्यो शब्द दोहोर्याएर सशक्त रूपमा प्रस्तुत गरेका छन्। यो पुनरावृत्तिले भावकको मनमा गहिरो प्रभाव पार्छ। भ्रष्टाचारीको धृष्टता, तीव्र आक्रोश कविता, आक्रोश र निराशा। कविताको शीर्षक ढाँट्योले यसको मूल भावलाई स्पष्ट
पारेको छ। भ्रष्टाचारको पराकाष्ठले जनतामा बढेको आक्रोश र निराशालाई कविले बारम्बार ढाँट्यो शब्द दोहोऱ्याएर सशक्त रूपमा प्रस्तुत गरेका छन्। यो पुनरावृत्तिले भावकको मनमा गहिरो प्रभाव पर्छ। मैले 2 पटक पढेछु यसलाई। अब अर्को छ, भ्रष्टाचारीको धृष्टताको चित्रण यसरी गरिएको छ भन्नुभएको छ उहाँले। कविले भ्रष्टाचारीले देवी देवता न्यायालय आफ्नो परिवार र यहाँसम्म कि पवित्र ग्रन्थ भागवत गीताको कसम खाएर कसरी ढाँट्यो भन्ने कुरालाई उजागर गरेका छन्। यसले भ्रष्टाचारीको नैतिकताहीनता र चरम धृष्टतालाई दर्शाउँछ। सामाजिक र आर्थिक असमानताबारे यसले यसरी व्यक्त गरेको छ। फिस्टे आर्थिक हैसियत बढेर अहिले अरबपतिमा पुग्यो र विदेशी ऋणको बोझले जनताको तालु भाँसियो भन्ने पंक्तिले भ्रष्टाचारीले जनताको रगत पसिना माथि मौज गरेको र त्यसको प्रत्यक्ष मार आम नागरिकले भोगिरहेको तीतो यथार्थलाई प्रस्तुत गरेको छ। यसले समाजमा व्याप्त भयानक आर्थिक असमानतालाई चित्रण गरेको छ। जागरुकता र कारबाहीको आह्वान। कविताको अन्तिम भागले महत्त्वपूर्ण सन्देश प्रवाह बोकेको छ। केवल असन्तुष्टि पोखेर वा चुप लागेर नहुने। अब जनता जनार्दन आफैले जागरुक नेपाली समाजले र नागरिक समाजले यस्ता देशद्रोही र महाअपराधीलाई कस्तो सजाय गर्ने भन्ने बारे फैसला गर्ने बेला आएको आह्वान गरेको छ। यो अंशले निष्क्रियताबाट उठेर सक्रिय कदम चाल्न उत्प्रेरित गरेको छ। सहज र ओजपूर्ण भाषामा प्रकट गरिएको यो कविताको भाषा सरल, सहज र बोधगम्य छ। यसमा कुनै क्लिष्ट शब्द वा अलङ्कारको प्रयोग गरिएको छैन, जसले गर्दा यसको सन्देश सिधै पाठकको मनमा पुग्छ नै। आक्रोश, घृणा र विद्रोहको भावलाई अभिव्यक्त गर्न कविले सशक्त र ओजपूर्ण शब्दहरूको प्रयोग गरेका छन्। समग्रमा जय कार्कीको कविता नेपाल सरकारको मन्त्रीमण्डलभित्र व्याप्त भ्रष्टाचार विरुद्धको एउटा बलियो आवाज हो। कविताले भ्रष्टाचारीहरूको असभ्य व्यवहार र त्यसले राष्ट्र तथा जनतामा पारेको नकारात्मक प्रभावलाई मार्मिक ढङ्गले चित्रण गरेको छ। साथै कविताले अब जनता आफैले न्यायको लागि अगाडि आउनुपर्ने र भ्रष्टाचारीलाई उचित दण्ड दिने बेला आइसकेको सशक्त सन्देश दिएको छ। अनि कविता हरेक इमान्दारी जनताको मनको भावलाई प्रतिनिधित्व गर्न सक्षम रहेको म राजेन तामाङ किटानी गर्न सक्छु भनेर उहाँले भन्नुभएको छ। उहाँले त्यसो भन्नुभएको छ। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो उहाँ दर्जनौँ कविताको उहाँले चाहिँ समीक्षा गर्नुभएको छ। त्यो कविताले मलाई यति मजाको हौसला दिएको छ कि त्यो कविताले मैले थप कविताहरू मलाई लेख्न उत्साहित गरेको छ। मलाई थप ज्ञान आर्जन भएको छ। त्यसकारण म राजेन तामाङप्रति एकदम आभारी छु। र यो कविताको लागि मैले कभर पेज बनाएको छु। गोपाल किराँती कामरेडको किताब महान जनविद्रोहको दर्शन, नेपाली मार्क्सवाद, संयुक्त राज्य सत्ता सिर्जना तथा समाजवादी निर्वाचन प्रणाली भन्ने उहाँको यो किताब निकै महत्त्वपूर्ण छ। यो किताब मैले गाउँमा मेरो भाइ प्रेमकुमार भेटाएर यो ल्याएको थिएँ। मैले पढेँ पनि। यो किताब निकै राम्रो छ, अरूले पनि पढ्नुहोला। र गोपाल किराँती कमरेडलाई धेरै धेरै धन्यवाद छ। उहाँको यो किताबलाई मैले कभर पेज बनाएको छु भन्ने सन्देश पनि उहाँलाई म छोड्न चाहन्छु। हस् त, लाल सलाम।